Good morning, DXN. This is him. ठकुल्ला फ्रम डिएक्सएन युएसएको हेड अफिसबाट आज हामी माझ हाम्रो प्रेजेन्टेसन हुनेवाला थियो मिस्टर फुर्बा सिंह तामाङको। उहाँको मम्मी बिरामी हुनुभएकोले उहाँ चाहिँ हस्पिटलमा लगेर जानुभयो र उहाँको मम्मीको शीघ्र स्वास्थ्यको कामना गर्दै आजको प्रेजेन्टेसन उहाँको बिहाफमा मैले चाहिँ प्रयास गरिरहेको छौँ। सो आजको प्रेजेन्टेसनमा जानुभन्दा पहिला हामीले चाहिँ यो डिएक्सएन युएसएबाट भर्खरै यो चाहिँ नयाँ चाहिँ यो प्रमोसन सुरु भएको छ। बाई वान पेयर अफ आरजिजिएल एन्ड यु विल गेट टु डिएक्सएन ग्यानोजी बडी फर्म। यो एकदम राम्रो अवसर हो। अहिले टु पेयर अफ बडी फर्मको दुईवटा बडी फर्मको अलमोस्ट $52 हाराहारीमा पर्छ होइन। त्यो चाहिँ हामीले यो जस्ट यो आरजी र जिएलको एउटा पेयर जो हामीलाई चाहिरहन्छ, वान अफ द डिएक्सएनको वान अफ द मास्टर प्रोडक्ट हो। यो चाहिँ बाई गर्दा यो दुईवटा चाहिँ सित्तैमा आउँछ। लगभग 50-52 डलर चाहिँ हामीलाई फाइदा हुन्छ। यो समयको सदुपयोग गर्नु होला, किन भन्दा यो चाहिँ अक्टोबर 31 मात्रै छ। अलमोस्ट हामीसँग धेरै ऊ पनि छैन, यो अलमोस्ट सिद्धिसकेको छ। अब मलाई लाग्छ दुई तिनवटा आई थिङ्क इट्स अलमोस्ट 5-6 मात्रै बाँकी छ यो प्रमोसन होइन। जो अब साथीहरूले चाहिँ आफूले सकेको चाहिँ गर्नुहोला भन्ने आग्रहका साथ मैले नेक्स्ट आजको प्रेजेन्टेसनमा जाँदैछु र फुर्बाजीको मम्मीलाई छिटो स्वास्थ्य लाभ होस् भन्ने कामनाका साथ आज हामीले चाहिँ डिएक्सनको प्रोडक्ट को बारेमा कुरा गर्नेछौँ। जस्तै डिएक्सनको सप्लिमेन्टको बारेमा कुरा गर्नेछौँ। त्यसमा के छ, डिएक्सएनमा चाहिँ अब हामी प्रत्येक मान्छे जो डिएक्सएनमा लागेका छन् अथवा यो हरियो र निलो गोलोमा हामी बसेका सबै मान्छेहरूले प्रयोग गर्न मिल्ने खालका प्रोडक्टहरू छन् होइन। अब अलमोस्ट 7 बिलियन भन्दा बढी पपुलेसन भइसक्यो भन्छन्। त्यो सबैले प्रयोग गर्न मिल्ने छ। त्यसमा पनि के छ भन्दा हामीले प्रकृतिलाई संरक्षण गरेर राख्ने हो, आफ्नो भावी पुस्तालाई राम्रो गर्ने हो भने डिएक्सन प्रोडक्टले त्यसलाई कहीँ न कतै त्यो प्रकृति संरक्षणमा अर्ग्यानिक खानेकुराहरूमा तपाईँको आफ्नो हेल्थमा चाहिँ हेल्प गरिरहेको हुन्छ भन्ने चाहिँ भनाइका साथ आजको यो सप्लिमेन्टको लर्निङ प्रोडक्टको लर्निङ डिएक्सनको प्रोडक्टमा के छ त, लर्निङ द डिफ्रेन्ट स्ट्राटेजी। डिएक्सनको प्रोडक्टमा के डिफ्रेन्ट स्ट्राटेजीहरू छन्, यसमा पढ्दाखेरि कुन प्रोडक्टले कसरी चाहिँ प्रयोग गर्ने भन्ने खालको छन् होइन। अरू प्रोडक्टभन्दा यो फरक कसरी छ भन्ने बारेमा कुरा गर्नेछौँ। लर्निङ स्पेसल फिचर अफ द प्रोडक्टका विशेष त्यसका गुण के हुन् त त्यसको बारेमा कुरा गर्नेछौँ। अनि अबाउट द फुड थ्योरी रिलेटिङ टु द प्रोडक्टको बारेमा कुरा गर्नेछौँ। फुड थ्योरी, अब हामी हेल्दी हुनलाई कस्तो प्रकारको खाना खानुपर्छ भनेर साइन्टिस्टले एउटा मापदण्ड बनाइएको छ। प्रत्येक कन्ट्रीमा त्यसको मापदण्ड छ। त्यसमा चाहिँ यो फुड थ्योरीलाई कसरी हामीले चाहिँ भन्न सक्छौँ अथवा प्रमोट गर्न सक्छौँ, यो कुराहरूमा कुरा गर्नेछौँ। त्यसपछि प्रोडक्टको पोजिसनको बारेमा कुरा गर्नेछौँ, वेलबिङको बारेमा कुरा गर्नेछौँ होइन। वेलबिङ हुँदाखेरि कुन प्रोडक्टले कुन पोजिसनमा राखेर हामीले प्रयोग गर्ने भन्ने कुरा गर्नेछौँ। त्यसपछि स्किल टु प्रोडक्ट नलेज एन्ड क्रिएटिङ डिमान्ड, अनि अहिले चाहिँ मार्केटमा डिमान्ड कसरी क्रिएट गर्न सकिन्छ भन्ने हो। किन भन्दा हामी डिएक्सनमा लागिसकेपछि डिएक्सन को सप्लिमेन्ट प्रयोग गरिसकेपछि त्यो सप्लिमेन्टको डिमान्ड चाहिँ कसरी क्रिएट गर्ने भन्ने कुरामा पनि हामीले ध्यान दिनुपर्ने हुन्छ। किन, त्यो डिमान्ड क्रिएट भयो भने तपाईँलाई पनि बेनिफिट हुन्छ र तपाईँको डाउनलाइनको साथीलाई अपलाइनको साथीलाई सबैलाई चाहिँ
फाइदा हुने खालको कुरा चाहिँ हुन्छ यसले डिमान्ड। किन पहिलो फाइदा त यसले चाहिँ तपाईँको स्वास्थ्यमा, दोस्रो चाहिँ तपाईँको आर्थिक पाटोमा पनि यसले ठुलो फाइदा पुर्याउँछ। र अहिले त्यसै पनि प्राइस बढेको छ ट्यारिफले गर्दा, एकदम अप्ठ्यारो सिचुएसनमा छ, सारा संसार नै अप्ठ्यारोमा परेको छ अहिलेको अवस्थामा। त्यो भएको हुनाले थुप्रैलाई अहिले गुनासो होला कि यहाँ डिएक्सन युएसएको प्रोडक्ट पनि बढेछ, प्राइस बढेछ, सबभन्दा बढी प्राइस छ भन्ने स्वाभाविक हो त्यो हुनु। तर त्यसमा चाहिँ हामीले सर्भाइभरको लागि पनि हामीले चाहिँ यो प्राइस नचाहँदा चाहँदै पनि कम्पनी बाध्य भएको बढाउनु। र अर्को गुड न्युज के हो भन्दा यसका साथसाथै तपाईँको सेल्स भ्यालु जो एसबी भन्ने छ त्यो पनि बढेको छ। त्यो भएपछि तपाईँको बोनसको पर्सेन्टेज पनि यसले बढाइदिन्छ। त्यो पार्टबाट पनि यहाँहरूले हेर्नु होला। र आजको प्रेजेन्टेसनमा जाँदा डिफ्रेन्ट स्ट्राटेजीहरू के छन् त भन्दा वाट इज द डिफ्रेन्ट बिट्विन डिएक्सन प्रोडक्ट एन्ड प्रोडक्ट अफ अदर कम्पनी। किन भन्दा प्रत्येक कम्पनीले आफ्नो प्रोडक्टलाई डिफ्रेन्सिएट गरेको हुन्छ, अरूभन्दा म कसरी भिन्नु छ भन्ने खालको कुरा गरेको हुन्छ होइन। त्यसमा चाहिँ डिएक्सनको स्ट्यान्ड के छ त भन्दा युजली देयर आर डिफ्रेन्ट क्याटेगोरी अफ कन्ज्युमर। दुई प्रकारका कन्ज्युमर हुन्छन्, धेरै प्रकारका कन्ज्युमर हुन्छन् होइन। तर त्यो मध्ये मेनली दुई प्रकारका कन्ज्युमर हुन्छन्। त्यो चाहिँ एउटा कन्ज्युमर के हुन्छ, एक्सट्रिमली उसले चाहिँ प्राइसलाई मात्रै कन्सियस गरेको हुन्छ, सस्तो प्रोडक्ट हेरेर हुन्छ। दोस्रो हुन्छ जसले क्वालिटीलाई मेनली फोकस गरेको हुन्छ। र डिएक्सएलले चाहिँ त्यो क्वालिटी भएको प्रोडक्ट मार्केटमा पठाउँछ। तपाईँको हातमा क्वालिटी भएको प्रोडक्ट छ, प्राइस भएको होइन। प्राइस कम भएर क्वालिटीमा कम्प्रोमाइज गर्ने होइन कि क्वालिटी राम्रो कार्य राखेर प्राइसमा चाहिँ कसरी कन्ट्रोल गर्न सकिन्छ भन्ने कुरामा चाहिँ डिएक्सएनले हेर्छ। डिएक्सएनले एक्सट्रिमली दोस्रो क्याटेगोरीको ग्रुपको पिपललाई चाहिँ यसले एड्रेस गर्छ। सो स्पेसल फिचर अफ द डिएक्सएन प्रोडक्टमा के छ त, डिएक्सएन कम्पनी जो छ इन्टिग्रेटेड कम्पनी, टोटल कम्पनी भन्दा हुन्छ। किन, यसमा युनिक प्रोडक्सन टेक्नोलोजी छ, फास्ट मुभिङ कन्ज्युमर प्रोडक्ट छ, ट्रेन्ड सेटिङ प्रोडक्ट्सहरू छ, ट्रेन्ड सेटिङ सप्लिमेन्ट्सहरू छन् यसमा। सो कम्पनीको प्रोफाइलको कुरा गर्ने हो भने यहाँहरू सबैलाई अब पहिला त यो प्रेजेन्टेसनमा जानुभन्दा पहिला यो कम्पनी कस्तो के अथवा यो कम्पनीको प्रोडक्टहरू प्रयोग गर्नुभन्दा पहिला कम्पनी के हो त, कस्तो खालको कम्पनी हो। यहाँ त धेरै जसो कम्पनीहरू सुरुवात हुन्छन्, त्यसको 2-3 वर्षमा तिनीहरू सकिएर जान्छन्। यो डिएक्सन कम्पनी भनेको 30 इयर, 3 दशक, 3 डिकेड पुरानो कम्पनी हो। र यो 3 डिकेडमा डिएक्सएनको इतिहासमा धेरैचोटि यसले उतार चढाव देखेको छ, वर्ल्ड यो मार्केट क्राइसिस देखेको छ, सबै कुरा देखेको छ। तर डिएक्सएनमा आबद्ध भएका सुरुदेखिका मेम्बर साथीहरूले, यसका जुन डिस्ट्रिब्युटर साथीहरू हुनुहुन्छ, उहाँहरूले कुनै पनि महिना तपाईँले आर्जित गरेको बोनस तलमाथि भएको छैन। ठ्याक्क जुन समय भनेको छ त्यो समयमा, त्यो महिनाभित्र तपाईँको घरमा पुगाएको छ। यो चाहिँ डिएक्सएनको स्ट्रङ यो कमिटमेन्ट हो, अथवा यो यसले चाहिँ देखाउँछ कि डिएक्सएन कति इन्टिग्रेटेड कम्पनी हो भनेर। सो डिएक्सएनमा चाहिँ किन एउटा टोटल कम्पनी हो भन्दाखेरि किन त्यो सबै कुरा गर्न पायो भन्दा यसको कल्टिभेसन जो र मटेरियलको स्रोत छ त्यो पनि आफै उत्पादन गर्छ, आफै प्रड्युस गर्छ, कल्टिभेसन गर्छ। त्यसपछि यसको म्यानुफ्याक्चरिङ जो युनिट हो त्यो पनि आफै गर्छ, आफै गर्छ। त्यो भएको हुनाले यसले चाहिँ चाइनामा, इन्डियामा, मेक्सिकोमा, पेरुमा, मिडल इस्टमा, इभन अहिले त दुबईमा पनि यसको आफ्नै फ्याक्ट्री चाहिँ सुरुवात भइसकेको छ। किन, उसले थर्ड पार्टीलाई दिँदैन। त्यो थुप्रै ठाउँमा बढ्नाको पछाडि के भन्दा अहिले अलमोस्ट 15वटा कन्ट्रीमा लगभग 18-19वटा यसको प्लान्टहरू सुरु भइसकेको छ। त्यसको रिजन के हो भन्दा त यसको एक्सेप्टेन्स बढिरहेछ। थुप्रै डिएक्सएनका साथीहरूले, थुप्रै पिपलहरूले यसलाई चाहिँ मन पराएछ। किन, मन त्यतिकै पराउँदैन नि, मैले भन्दैमा कसैले मन पराउने होइन, अथवा कम्पनीले भन्दैमा कसैले मन पराउने। मन पराउने भनेको किन हो भन्दा यसले चाहिँ प्रयोग गरिसकेपछि दिएका बेनिफिटले चाहिँ कम्पनीले यसलाई रोज्ने हुन्, मान्छेहरूले यसलाई रोज्ने हुन्। सो यसले चाहिँ प्रयोग गर्यो, उसलाई चाहिँ राम्रो भयो भने त्यो व्यक्तिलाई चाहिँ आफै प्रचार प्रसार हुन्छ। त्यो कारणले यसको चाहिँ ऱ्यापिडली चाहिँ यसरी फ्याक्ट्रीहरू, म्यानुफ्याक्चरिङ युनिटहरू, डिस्ट्रिब्युसन युनिटहरू
कल्टिभेसनको फार्महरू बढाउनु परेको कारण त्यो हो। सो यसको मेन टोटल कम्पनी भन्नको पछाडि कल्टिभेसन आफ्नै, अर्थात् र मटेरियल आफ्नै आँखा अगाडि आफ्नै निर्देशनमा कस्तो प्रकारले भइरहेछ भन्ने हेर्न पाउनु। दोस्रो, म्यानुफ्याक्चरिङ युनिटमा चाहिँ आफैले रिसर्च एनालाइसिस गर्छन्, आरएनडी डिपार्टमेन्ट छ, आफ्नै आँखा अगाडि उनीहरूले सबै कुरा ए टु जेड उसले चाहिँ इन्सपेक्सन गर्न पाउँछन्। कमी कमजोरी छ भने हटाउनु पाउँछन् होइन। अझ त्यसले चाहिँ गुणस्तरलाई चाहिँ बलियो बनाउँछ। दोस्रो तेस्रो पार्ट भनेको डिस्ट्रिब्युसन हो। अब वर्ल्ड वाइड डिस्ट्रिब्युसन गर्नुपर्ने छ। मलेसियामा जो यसको ओरिजिन छ त्यहीँबाट पठाउँदाखेरि कस्ट पनि इफेक्टिभ हुँदैन, थुप्रै ठाउँमा टाइम पनि लाग्छ। त्यो भएको हुनाले उसले जहाँ जहाँ फ्याक्ट्री खोलेको छ त्यहीँबाट उसले डिस्ट्रिब्युसन को आफ्नो युनिट पनि खोलेको छ, ताकि हाम्रो डिस्ट्रिब्युटरलाई सस्तोमा छिटो छरितो चाहिँ सामान पुगोस् भन्ने मनसा हेतु। सो टोटल कम्पनी भयो। सो इन्टिग्रेटेड कम्प्रिहेन्सिभ कन्सेप्ट यसको के हो भन्दा अब्जेक्टिभ द टोटल कम्पनी, द कन्ट्रोल कस्ट, कस्ट कन्ट्रोल गर्ने हो, सबै कुरा आफै गरेको हुनाले। टु रिसर्च एन्ड डेभलप ओन प्रोडक्ट, आफ्नै प्रोडक्टमा विभिन्न प्रकारका रिसर्च र डेभलपमेन्ट भइरहेको हुन्छन्। पहिला यो थियो भने अहिले यो गर्दा कस्तो हुन्छ, यो गर्दा कस्तो हुन्छ, वुमेनमा यसको ऊ के छ, प्राकृतिक गुण भएका जुन इन्ग्रेडियन्टहरू हुन्छन् त्यसलाई जस्ताको तस्तै अब मार्केटमा अथवा तपाईँको घर दैलोमा कसरी पुर्याउने भन्ने कुराहरूमा रिसर्च भइरहेको हुन्छ। र यसको अर्को बेस्ट पार्ट भनेको के हो भन्दा टु इन्स्योर म्याक्सिमम् पे आउट एज बोनस। हाम्रो यहाँहरूले चाहिँ कुनै सेलिब्रेटी अथवा कुनै डिजिटल प्लेटफर्ममा कुनै सञ्चार माध्यमबाट हामीले कम्पनीले चाहिँ आफ्नो प्रोडक्टको बारेमा प्रचार प्रसार गरेको देख्नुहुन्न। त्यो भएको हुनाले के हुन्छ भन्दा हाम्रो कम्पनीको प्रोडक्ट डाइरेक्ट फ्याक्ट्रीबाट निस्केर तपाईँको घर दैलोसम्म पुग्ने हो। त्यो बिचको कस्ट जो हो त्यो चाहिँ मार्केटिङ र एडभर्टाइजिङ कस्ट छ अहिलेको दुनियाँमा सबभन्दा बढी लाग्ने कस्ट चाहिँ त्यो हो। त्यसको अप्रोक्सिमेटली 60% चाहिँ एडभर्टाइजिङ र मार्केटिङ कस्ट हुन्छ भन्छ। र त्यो चाहिँ बचेको कस्टलाई म्यानुफ्याक्चरिङ कस्ट 40% र बाँकी जो 60% बचेको छ त्यसलाई चाहिँ बोनसको रूपमा पे आउट गर्छ। यसको सिम्पल कम्प्रिहेन्सिभ कन्सेप्ट भनेको यो, अरूभन्दा फरक कन्सेप्ट भनेको चाहिँ यो छ। सो यसको अब प्रोडक्टको कुरा गर्ने हो भने, सप्लिमेन्टको कुरा गर्ने हो भने के चाहिँ यसमा बेस्ट पार्ट छ त भन्दा युनिक डिएक्सन प्रोडक्सन टेक्नोलोजी। ती के हुन् त? टिस्यु कल्चर। अब टिस्यु कल्चर गऱ्यो भने के हुन्छ भन्ने कुराहरू हामी भन्छ। त्यसले चाहिँ उसको जुन भित्रको क्वालिटी छ, इन्ग्रिडियन्ट छ, त्यसले जस्ताको त्यस्तै राख्छ। अर्ग्यानिक कल्टिभेसन छ, कोल्ड प्रोसेसिङ छ, फाइबर सेपरेसन छ, माइक्रो स्पोर पाउडराइजेसन छ, अल्ट्रा भाइलेट ट्रिटमेन्ट छ। यो प्रोडक्सनको टेक्नोलोजी हो। सो यो भयो भने के हुन्छ त भन्दा टिस्यु कल्चर टु इन्स्योर जेनेरिक भ्यालु। जो टिस्यु कल्चरबाट हामीले जुन यो कल्टिभेसन गर्छौँ त्यसले चाहिँ उसको जेनेरिक भ्यालु, त्यो म्युटेसन हुँदैन। उसको जुन उसको भित्र भएको गुण छ जेनेरिक गुण, त्यसैलाई चाहिँ मेन्टेन गरेर राख्छ, त्यसलाई इन्स्योर गरेर राख्छ। दोस्रो, अर्ग्यानिक कल्टिभेसन के भन्छ भने यसको नेचुरल भ्यालु, जो प्रकृतिमा पाउने जो नेचुरल भ्यालु छ त्यही भ्यालु भइरहन्छ अर्ग्यानिक कल्टिभेसनले। सो कोल्ड प्रोसेसिङले के हुन्छ त भन्दा त्यो एक्सेसिभ हिट भयो भने त्यहाँभित्रका इन्ग्रिडियन्ट चाहिँ त्यसले चाहिँ त्यति एक्टिभ नहुन सक्छन्। कोल्ड प्रोसेसिङ भयो भने त्यहाँभित्र भएको इन्ग्रिडियन्टलाई प्रिजर्भ गरेर राख्छ। त्यसले चाहिँ जो इन्ग्रिडियन्ट छ त्यसको प्रोपर्टी जो छ त्यसलाई चाहिँ प्रिजर्भ गर्छ, त्यसलाई सुरक्षित राख्छ कोल्ड प्रोसेसिङले। त्यसै फाइबर पाउडराइजेसन इन्सर्ट हाई कन्सन्ट्रेसन, यसको फाइबर रेसादार सेपरेसन गर्छ यसलाई होइन, फाइबरका रेसालाई सेपरेट गर्छ। त्यो भएपछि के हुन्छ त भन्दा उसको कन्सन्ट्रेसन चाहिँ इन्स्योर गरेर राख्छ त्यहाँभित्र। सो माइक्रो स्पोर पाउडराइजेसन टु इन्स्योर हाई न्युट्रिन्ट एब्जर्प्सन भोलि एकदम माइक्रो पाउडराइजेसन भयो भने त के भयो, हामीले कन्ज्युम गर्दाखेरि त्यसले चाहिँ छिटो एब्जर्प्सन गर्ने भयो, त्यो न्युट्रिसनहरूलाई छिटो हाम्रो शरीरले चाहिँ एब्जर्ब गर्नमा मद्दत गर्छ। अर्को भनेको यसको युनिक टेक्नोलोजी अल्ट्रा भाइलेट ट्रिटमेन्ट टु रिमुभ मोइस्चर। अब यो हर्बल कम्पनीहरूमा जस्तै यो फुड सप्लिमेन्ट कम्पनीहरूमा के हुन्छ भन्दा यो जति पनि सुकाउन थाल्यो टिस्यु के अरे कोल्ड प्रोसेसिङबाट माइक्रो स्पोर पाउडराइजेसन गर्न थाल्यो भने गर्दाखेरि थुप्रै तैपनि जतिसुकै प्रेस गरे पनि सर्टन मोइस्चरहरू त्यहाँ बसिरहेको हुन्छ। त्यो मोइस्चरले पछि चाहिँ त्यो प्रोडक्टको जुन एक्चुअल गुण हो त्यसलाई चाहिँ अल्टर गर्न सक्छ। त्यो भएको हुनाले अल्ट्रा भाइलेट ट्रिटमेन्ट टु रिमुभ द्याट मोइस्चर, त्यो भएको हुनाले उसको एक्चुअल गुण जो छ त्यही बसिरहन्छ र त्यही कुरा हाम्रो घर दैलोसम्म पुग्छ। सो
अब बोनस बढाउनु पर्यो, डिमान्ड बढाउनु पर्यो। कसरी डिमान्ड बढाउने, आफ्नो प्रोडक्टको बारेमा कसरी भन्ने त भन्दा, किन भन्दा कम्पनीले त एडभर्टाइज गर्दैन। कम्पनीले कुनै डिजिटल प्लेटफर्ममा हिरो हिरोइनलाई ल्याएर ल मैले डिएक्सनको कफी पिएँ यस्तो उस्तो भन्दैन। तर यो भन्ने भनेको हो, जो यसको आफै तपाईँले आफैले प्रयोग गर्नुभयो, तपाईँलाई राम्रो भयो, राम्रो लाग्यो, स्वादमा राम्रो लाग्यो, स्वास्थ्यवर्धक तपाईँको जुन इस्यु त्यो त्यसलाई एड्रेस गर्यो भनेपछि तपाईँ भन्ने हो। त्यो भन्दाखेरि कसरी भन्ने, कसरी डिमान्ड क्रिएट गर्ने, अरू साथी कहाँ कसरी पुग्ने भन्ने कुरामा सिम्पल कुराहरू हामीले हेर्नुपर्ने छ। टु इन्क्रिज बोनस, इन्क्रिज सेल। बोनस किन भन्दा कम्पनीले पनि उसको सेल भएन भने तपाईँलाई बोनस हुँदैन होइन। किन भन्दा कम्पनीले नै अर्न गरेन, तपाईँलाई भएको जुन सिस्टम छ त्यो सिस्टममा हजुरहरू बस्नु भएन भनेपछि उसले पनि कम्पनीले पनि त्यो सेल भएन भने उसले चाहिँ बोनस पनि दिन सक्दैन। किन भन्दा हाम्रो क्लक इन क्लक आउट त होइन नि त यो। तपाईँको आफ्नो बिजनेस हो, तपाईँले आफ्नो बिजनेसमा तपाईँको बिजनेस भएन भने बोनस पनि भएन, व्यापार भएन भने तपाईँले अर्निङ पनि भएन। त्यस्तै हो। टु इन्क्रिज सेल, क्रिएट डिमान्ड। तपाईँको सेल इन्क्रिज गर्ने हो भने डिमान्ड क्रिएट गर्नु। डिमान्ड क्रिएट गर्नलाई के गर्नु पर्यो त भन्दा, पहिला त त्यो प्रोडक्ट तपाईँले आफूले प्रयोग गर्नु पर्यो। आफूले प्रयोग गरिसकेपछि त्यसबाट भएका फाइदाहरूको बारेमा भन्नु पर्यो, भन्न सक्नु पर्यो। त्यो भन्नलाई प्रोडक्टको बारेमा, सप्लिमेन्टको बारेमा तपाईँलाई गहिरो नलेज हुनु जरुरी छ। सो डिएक्सन युएसएले पनि त्यसै कुरालाई मध्यनजर गरेर सकेसम्म डिएक्सनमा आबद्ध भएका विभिन्न साथीहरूलाई, डिएक्सनका मेम्बरहरूलाई प्रोडक्टको बारेमा, कम्पनीको पोलिसीको बारेमा गहिरिएर अध्ययन गराउने, उनीहरूलाई बुझाउने, ताकि तपाईँ कन्फिडेन्ट भएर अरू साथीहरूलाई भन्न सकोस्। त्यो भएपछि तपाईँको डिमान्ड चाहिँ क्रिएट हुन्छ। यो बेसिक फन्डा हो यो। टु प्रोभाइड प्रोडक्ट नलेज, फुड थ्योरी निड टु बी अन्डरस्ट्यान्ड। यो किन भन्दा यो फुड थ्योरी चाहिँ विभिन्न कन्ट्रीहरूमा एउटा स्पेसिफिक मापदण्ड बनाएको हुन्छ। त्यो मापदण्ड अन्तर्गत भएका जति पनि खानेकुराहरू छन् त्यो खायो भने तपाईँ हेल्दी डाइट भनिन्छ। त्यो प्रकारका फुड थ्योरीहरू बनाइएका छन् युएसको हकमा, अरू ठाउँमा त्यो सबै ठाउँ लागु हुन्छ। त्यो त्यसको बारेमा पनि जान्नु जरुरी छ। कुन सप्लिमेन्टले चाहिँ त्यो फुड थ्योरीमा, कुन फुड थ्योरीमा त्यो बस्छ, त्यसले चाहिँ हाम्रो शरीरलाई कसरी फाइदा गर्छ भन्ने कुरा बुझ्नु जरुरी छ। सो युजिङ फुड थ्योरी टु क्रिएट डिमान्ड फर प्रोडक्ट, दस इन्क्रिज सेल एन्ड बोनस। किन भन्दा हामी सबै तपाईँको एउटा बेसिक तपाईँको जुन समस्याले गर्दा तपाईँ डिएक्सनमा आबद्ध हुनुभएको थियो त्यो समस्या समाधान भएको छ भने तपाईँले त्यसका साथसाथै अल्टरनेटिभ आय आर्जनको माध्यम पनि बनाउन सक्नुहुन्छ। यो कसलाई स्वास्थ्य चाहिएको छैन, कसलाई एक्स्ट्रा इन्कम चाहिएको छन्, हामी सबैलाई चाहिएको छ। हामी सबै स्वस्थ रहन चाहन्छौँ, हेल्दी रहन चाहन्छौँ, र हामी सबैलाई एउटा एक्स्ट्रा अर्निङ भयो भने हामी सबैलाई हाम्रो जीवन अझ प्रिसियस हुन जान्छ, राम्रो जान्छ। हामी लगायत हाम्रो परिवारका साथीभाइको जीवन पनि राम्रो हुन जान्छ भन्ने हिसाबले पहिला स्वास्थ्य, त्यसपछि अर्थ, यो दुइटै चाहिँ यसले दिने भएको हुनाले डिमान्ड क्रिएट गर्नुहोस्, तपाईँ आफू स्वस्थ हुनुहोस्, आफ्नो आर्थिक अवस्था सुधार्नुहोस्, अरू साथीलाई नि भन्नुहोस्। सो फुड थ्योरीको हामीले कुरा गरौँ, विभिन्न प्रकारका फुड थ्योरी छन्। एसिडिक भर्सेस अल्कलाइन थ्योरी छ, इन्जाइम थ्योरी छ, ग्रिन फुड थ्योरी छ। वाट इज गुड फर यर स्टमक इज गुड फर यर फेस थ्योरी होइन। तपाईँको स्वस्थ खाना खानुभयो, तपाईँको एलिमेन्ट्री कनाललाई एकदम स्वस्थ खाना मिलेको छ, उसले आनन्दसँग पचाएछ भने त्यो कुराले तपाईँको अनुहारमा पनि झल्किन्छ, त्यसले तपाईँको अनुहार पनि राम्रो हुन्छ। अब तपाईँको एकदम पछिल्लो अप्ठ्यारो चिल्लो पिरो अमिलो खानु भएको छ, पेटमा चाहिँ गुडगुड गडबड भइरहेछ भने तपाईँको अनुहार यस्तो भइरहन्छ, तपाईँलाई थाहा हुँदैन, तर त्यो चाहिँ अनुहार त्यस्तो भएको दिनभरि तपाईँलाई त्यस्तो भइरहेको हुन्छ। सो यसको अर्को फर्मुला छ 4:1:1:1 यो फर्मुलाले तपाईँ कसरी एनर्जाइज भएर बस्न सक्नुहुन्छ भन्ने कुरा पनि यो सप्लिमेन्टहरूले देखाउँछ। सो अब पहिलो फुड थ्योरी, पहिलो एसिडिक भर्सेस अल्कलाइन। सो वुमेन बडी निड टु इट अल्कलाइन फुड, एसिडिक फुड इन अ रेसियो 4:1। चारवटा, 4 भाग खानाको 4 भाग अल्कलाइन, 1 भाग एसिडिक खाना खानुभयो भने त्यसले तपाईँको चाहिँ शरीरलाई चाहिँ अल्कलाइन बनाएर राख्छ। मोडर्न इटिङ हेबिट इज जस्ट रिभर्स छ होइन। 4:1 खाने हो, 4 भाग अल्कलाइन, 1 भाग एसिडिक है। तर हाम्रो खानाको जुन हेबिट छ, झन् अहिले दसैँ तिहार भर्खर सकिँदैछ, छठ सुरु हुँदैछ। अब यस्तो बेला हामीले पुरा मिठो लागेको कुरा धेरै खाइरहेको हुन्छु, जस्ट रिभर्स। अल्कलाइन फुडहरू त्यसमा हुँदै हुँदैन। सो के गर्ने त भन्दा पहिला त पहिला हुनु पर्यो एसिडिक फुड के हो, अल्कलाइन फुड के हो। सो एसिडिक फुडमा चाहिँ तपाईँको मिट,
सफ्ट ड्रिङ्कहरू, कफीहरू होइन, अल्कोहल, प्रोसेसिङ फुडहरू, यिनीहरू सबै एसिडिक फुडभित्र पर्छ। प्रोसेसिङ फुड र कफी ड्रिङ्क्सहरू यिनीहरू। र अल्कलाइन फुडमा के पर्छ भने ग्रिन भेजिटेबल, म्यालिड, विट, कर्न, यिनीहरू चाहिँ अल्कलाइन फुडमा पर्छ। सो अब हामीले हाम्रो खानामा सकेसम्म हामीले कोसिस गर्ने हो अल्कलाइन खाना बढी खाने, एसिडिक खाना कम खाने। तर रिसर्चरहरूले भनेअनुसार त 4 भाग अल्कलाइन खाना, 1 भाग एसिडिक खाना खाने हो। तर हामीले चाहिँ पछाडि फर्केर हेर्ने हो भने मैले 2 छाक, 3 छाक, 4 छाक जति छाक खाएको छु त्यसमा मैले कतिको अल्कलाइन खाना खाएँ, कतिको एसिडिक खाना खाएँ भन्ने कुरा आफैले गर्नुभयो भने तपाईँको आफै छर्लङ्ग हुनुहुन्छ भन्ने। किन अल्कलाइन र एसिडिक खाना को विशेष जोड दिएको छौँ भन्दा एसिडिक मिडियममा ब्याक्टेरिया, भाइरस यिनीहरू छ, तिनीहरूको ग्रो हुने चान्सेस धेरै हुन्छ। उनीहरूलाई मलजल भनेको एसिडिक मिडियमले दिन्छ। तर त्यही कुरा यदि तपाईँको शरीर चाहिँ अल्कलाइन छ भने तपाईँलाई हत्तपत्त रोग व्याधिले चाहिँ तपाईँलाई छुँदैन। अब तपाईँको पुरा शरीर नै एसिडिक भइसकेको छ भने त्यसमा विभिन्न प्रकारका समस्याहरूले चाहिँ तपाईँलाई घेर्छ। त्यसैमा ब्याक्टेरिया, भाइरस त्यो सबले तपाईँलाई छुन्छ। सो अहिलेको अवस्था यस्तो छ। योबाट कसरी निजात पाउने, छुटकारा कसरी पाउने त भन्दा पहिलो प्राथमिकता त के हो भन्दा तपाईँले आफ्नो खानपानमा ध्यान दिनु पर्यो। 4 भाग अल्कलाइन खाना खानु पर्यो, 1 भाग चाहिँ एसिडिक खाना खानु पर्यो। तर तपाईँले गर्दा गर्दा पनि हामीले त्यो सक्यौँ भने डिएक्सनसँग उपाय छ। कन्ज्युम डिएक्सन अल्कलाइन फुड। वान अफ द बेस्ट अल्कलाइन फुड आरजी, जिएल, स्पिकाटी, लिन्जी कफी, स्पाइरुलिना, मोरेन्जी, माइक्रोभेजी, यिनीहरू चाहिँ अल्कलाइन फुड हो। फेरि यहाँहरूलाई धेरैलाई क्वेसन हुनसक्छ, लिन्जी कफी भन्छ, स्पिकर टी भन्छ, कफी टीले चाहिँ त्यो त एसिडिक फुडमा पर्छ, एसिडिक ड्रिङ्कमा पर्छ भन्ने हुनसक्छ क्वेसन होइन। तर एसिडिक ड्रिङ्कमा पर्दैन। किन? यो डिएक्सनको कफी, टी जति पनि प्रिपेयर गरेको छ डक्टर दातु क्लिम सर्जिनले चाहिँ त्यसमा चाहिँ क्याफिनको मात्रा थोरै र त्यसमा ज्ञानोडर्माको मात्रा धेरै राखिएको हुन्छ। सो ज्ञानोडर्मा वान अफ द बेस्ट अल्कलाइन फुड हो। हाम्रो विभिन्न बेभरेजहरूमा ज्ञानोडर्माको एक्सट्रेक्ट राखिएको हुनाले त्यसलाई चाहिँ हामीले अल्कलाइन फुडमा क्याटेगराइज गर्छौँ है। यो कुरा सम्झिनु ल। सो अल्कलाइन फुड 4 भाग, 1 भाग एसिडिक फुड तपाईँ आफ्नो जीवनमा त्यसको हेबिट बनाउनुहोस्। त्यो सकिएन भने आफ्नो शरीरलाई चाहिँ अल्कलाइन बनाएर राख्नुहोस्। अल्कलाइन बनाएर राख्नलाई डिएक्सनको प्रोडक्ट प्रयोग गर्न सक्नुहुन्छ। सो त्यस्तै इन्जाइम थ्योरी छ। भेरी सिम्पल। थुप्रै हाम्रो जीवनको आधार खाना भएन भने पनि हामी बाँच्न सक्दैन। खाना चाहिन्छ नि। स र त्यो खानालाई सही मात्रामा सही हिसाबले प्रयोग गरेनौँ भने त्यही खाना हाम्रो लागि चाहिँ जीवनमा विभिन्न प्रकारका बिरामी रोग व्याधि ल्याउने एउटा माध्यम पनि बन्न सक्छ है। त्यसैले हाम्रो सबभन्दा राम्रो कुरा भनेको एलिमेन्ट्री कनाल सफा गरेर राख्ने, आफ्नो शरीरलाई चाहिँ अल्कलाइन बनाएर राख्ने। त्यो भएन भने पनि हामीले समस्या हुन्छ। त्यो समस्याको एउटा जड हो के हो भने ल्याक अफ इन्जाइम। त्यो ल्याक अफ इन्जाइम भयो भने के कम्प्लिकेसन हुन्छन् यहाँहरूले थाहा पाइसक्नु भएको छ। सो डायबिटिज जो वान अफ द बेस्ट अहिलेको साइलेन्ट किलर भन्छ यसलाई चाहिँ होइन। यो यसले बिस्तारै बिस्तारै यति भयावह गरिदिन्छ तपाईँको आँखा, तपाईँको मुटु, कलेजो अनि तपाईँको किडनी सबै ठाउँमा यसले समस्या पार्छ डायबिटिजले है। सो यो चाहिँ अब 2 प्रकारको हुन्छ, टाइप 1, टाइप 2। टाइप 1 त अब जन्मजात भएको डायबिटिज भयो। तर टाइप 2 लाई चाहिँ हामीले कन्ट्रोल गर्न सक्छ। त्यो हाम्रो हातमा छ, वुमेनको हातमा छ, व्यक्तिको हातमा छ। सो त्यसलाई कन्ट्रोल गर्ने कसरी हुन्छ? डायबिटिज इज नट ए प्रब्लम, फुड इज अ प्रब्लम होइन। डाइजेसन प्रब्लम, डायबिटिक प्रब्लम इज कज बाई पेन्क्रियाटिक प्रब्लम। पेन्क्रियाटमा चाहिँ इन्सुलिन प्रोडक्सन भएन भने, सफिसियन्ट भएन भने त्यसले चाहिँ ग्लुकोजको लाई चाहिँ त्यसले उ गर्न सक्दैन। त्यो भएपछि शरीरमा ग्लुकोज देखिन्छ। सो डाइजेसन प्रब्लम भयो भने पेन्क्रियास प्रब्लम किन हो? डाइजेसन प्रब्लम हो। तपाईँको राम्रोसँग डाइजेसन भएन भने फुड पनि पचेन, फुड पचेन भने त्यसले चाहिँ कन्सिक्वेन्सेस कहाँ कहाँबाट तपाईँको यो पेन्क्रियाटिक बाइल डक्टबाट को बिटा सेलबाट ग्लुकोज प्रोडक्सनलाई चाहिँ त्यसले कन्ट्रोल गर्न सक्दैन होइन। त्यसपछि डाइजेसन प्रब्लम किन हो त? फुड प्रब्लम। अझ बेसिक कुरामा आयो नि त, खानामा प्रब्लम। खानामा प्रब्लम कति बेला हुन्छ? एउटा त एसिडिक भर्सेस अल्कलाइन होइन धेरै जसो। त्यसपछि अर्को समस्या के हो भन्दा ल्याक अफ इन्जाइम। हामी ओभर कुक खान्छौँ, पुरा पकाएर उ गरेको, त्यसमा भएका जम्मै इन्जाइमहरू सकेको
हुन्छ होइन, त्यो ओभर कुक गऱ्यो भने त्यस्तो खाना खाइरहेको हुन्छु र इन्जाइमको कमी हुन्छ, त्यसले गर्दा डाइजेसनमा समस्या हुन्छ। डाइजेसनमा समस्या भयो भने पेनक्रियासमा प्रब्लम भयो, पेनक्रियासमा प्रब्लम भयो भने इन्सुलिनमा समस्या भयो, इन्सुलिनमा समस्या भयो भने के अरे डायबिटिक्समा चाहिँ प्रब्लम भयो, डायबिटिस देखियो। सो त्यसलाई पनि आफ्नो यो इन्जाइम बढीभन्दा बढी आफ्नो शरीरमा कसरी राख्ने एज इज इट भनेर हामीले सकेसम्म ओभर कुक्ड खाना खानु भएन, एसिडिक खाना खानु भएन र इन्जाइमयुक्त खाना खानुभयो भने त्यसले चाहिँ तपाईँको डाइजेसनको प्रब्लम गराउँदैन। सो यसमा चाहिँ यदि त्यसो हामीले गर्न सकिरहेको छैन भने वी हेभ अप्सन। अप्सन के त? मोरेन्जी। म्याक्सिमम् मात्रामा यसमा डाइजेस्टिभ इन्जाइमहरू हुन्छ, स्पाइरुलिना हुन्छ। स्पाइरुलिनामा चाहिँ हाम्रो शरीरलाई चाहिने सम्पूर्ण कुराहरू त्यहाँ हुन्छ। अब मास्टर प्रोडक्ट आरजिजिएल नै त्यसमा प्रयोग गर्न सक्नुहुन्छ र वान अफ द बेस्ट इन्जाइमको स्रोत भनेको क्वाडिपाइन। यो क्वाडिपाइन भनेको पाइनएप्पलको रसमा यार्सा गुम्बाको पाउडरलाई मिक्स गरेको हुन्छ, त्यसलाई सेक गरेर खानुभयो भने त्यसले पनि इन्जाइमको मात्रा बढाइदिन्छ तपाईँको शरीरमा। त्यो भयो भने तपाईँको डाइजेस्टिभ ट्र्याक्ट राम्रो भयो, राम्रो डाइजेसन भयो भने राम्रो अब्जर्प्सन भयो। हामीले जति पनि खानेकुरा खायौँ त्यो सही ढङ्गले हाम्रो शरीरले चाहिँ पचाउनु पायो, अब्जर्भ गर्नु पायो। सो त्यसपछि ग्रिन थ्योरी छ। ग्रिन थ्योरीमा वान अफ द बेस्ट अप्सन भनेको हामीसँग भएको स्पाइरुलिना। किन? यो स्पाइरुलिनामा यो लेउबाट बनाइएको ट्याब्लेटहरू छ होइन। किन ग्रिन थ्योरी आवश्यक छ भन्दा त हाम्रो शरीरमा रेड ब्लड सेल एभ्री 120 डेजमा चाहिँ डाई भएर जान्छ, मर्छ होइन। त मरेपछि त नयाँ प्रोडक्सन चाहियो। नयाँ प्रोडक्सनको लागि रेड ब्लड सेललाई बनाउनको लागि चाहिँ हामीसँग क्लोरोफिल लगायत फुडहरू चाहियो जसले चाहिँ प्रोडक्सन गर्न सकोस् रेड ब्लड सेलको। त्यसको माध्यम के हो त भन्दाखेरि द साइकल अफ द रेड ब्लड प्रोडक्सन वेन रेड ब्लड सेल डाई इन बिट्विन 120 डेज, एभ्री 120 डेज होइन। तो एभ्री 120 डेज भनेपछि प्रत्येक क्षण प्रत्येक समय चाहिँ डाइ भएर आउँछ। सो त्यो भएपछि कहाँ जान्छ? त्यो डाइ भएको रेड ब्लड सेललाई चाहिँ डिकम्पोज गर्नुपर्छ। त्यसलाई डिकम्पोज गर्नलाई चाहिँ स्प्लिनमा पठाउँछ। स्प्लिनले चाहिँ फेरि फर्दर डिकम्पोज गर्नलाई चाहिँ लिभरमा पठाउँछ। किन भन्दा लिभर नै एउटा पावर हाउस हो जसले चाहिँ सबैलाई डिटक्सिफाई गर्छ, डिकम्पोज गर्छ। त्यसपछि लिभरबाट त्यसलाई किडनीमा पठाउँछ, विच प्रड्युस हार्मोन होइन, लिभरमा पठाएर हार्मोन बनाउँछ। त्यसपछि त्यो हार्मोनलाई उसले बोन म्यारोमा पठाउँछ। बोन म्यारोमा गइसकेपछि हिमोग्लोबिनको प्रोडक्सन हुन्छ। सो त्यसरी चाहिँ रेड ब्लड सेललाई रिसाइकल गरेर हुन्छ, एभ्री सेकेन्ड एभ्री मिनटमा चाहिँ भइरहन्छ। यदि त्यो रिसाइकल गर्नमा वान अफ द बेस्ट पार्ट भनेको ग्रिन थ्योरी। किन भन्दा हामीले ग्रिन साग सब्जी यिनीहरू लिन सकेनौँ भने त्यहाँबाट पाउने क्लोरोफिल लगायत अरू रेड ब्लड सेल त्यो प्रोडक्सन गर्नलाई चाहिँ चाहिने कुराहरू हुँदैन। त्यो भएपछि स्पाइरुलिना इज द बेस्ट अप्सन। त्यसैले हामीले चाहिँ दुई जिउकी आइमाई हुनुहुन्छ, बच्चा पाउने आइमाई अथवा बच्चाहरू हुन्छ जसमा चाहिँ रक्त अल्पता खुनको कमी भएको हुन्छ, त्यस्तो ठाउँमा चाहिँ डिएक्सएनले चाहिँ फुड सप्लिमेन्ट डिएक्सएनको स्पाइरुलिना चाहिँ हामीले प्रयोग गर्न सुझाव दिन्छु। त्यस्तै आरजिजिएल प्रयोग गर्न सुझाव दिन्छु, जसले चाहिँ बच्चा जच्चा दुइटैलाई राम्रो हुन्छ। अथवा कसैले एनिमिया रक्त अल्पता भनौँ न, रगतमा खुनको कमी शरीरमा खुनको कमी छ भने यो प्रोडक्ट यो ग्रिन थ्योरी मार्फत तपाईँले स्पाइरुलिना प्रयोग गर्नुभयो भने त्योलाई चाहिँ तपाईँले सल्भ गर्न सक्नुहुन्छ। त्यस्तै वाट इज गुड फर यर स्टमक इज गुड फर यर फेस भन्ने गरेको छौँ होइन। जे राम्रो छ शरीरले, हामीले राम्रो कुरा खायौँ भने हाम्रो अनुहार पनि चम्किलो हुन्छ। शरीरमा त्यस्तै खालको छ भने हाम्रो अनुहार पनि त्यही हिसाबको देखिन्छ। सो अब अर्को चाहिँ के हो भन्दा द 4+1+1+10 फर्मुला। जस्तै हामी एकदम डल भइरहेछौँ, एनर्जी छैन, थकित भइरहेछौँ भने तपाईँले चाहिँ 4 क्याप्सुल जिएलको 1 सेचेट लिन्जी कफी 3 इन 1 र एउटा टिस्पुन मोरेन्जाइम अथवा मोरेन्जीको राख्नुहोस्। अथवा त्यहाँ मोरेन्जाइम छैन भने तपाईँले क्वाडिपाइनको राख्नुहोस् होइन। त्यसपछि 10 ट्याब्लेट अफ स्पाइरुलिना तपाईँले लिनुभयो भने तपाईँको एनर्जी बुस्ट हुन्छ। त्यसले चाहिँ तपाईँको थकान एकदम कस्तो भनौँ ड्राउजिनेस जो भइरहन्छ त्यहाँबाट चाहिँ तपाईँले मुक्त पाउन सक्नुहुन्छ। यो पनि एउटा फुड थ्योरीको फर्मुला अन्तर्गत पर्छ डिएक्सनको। सो प्रोडक्ट पोजिसनिङमा के छ भने जस्तै यसलाई चाहिँ हाम्रो बडी भनेको हाम्रो शरीरको वान अफ द
बिगेस्ट अर्गन हो कि सेल चाहिँ हाम्रो, जो चाहिँ म्याक्सिमम एक्सपोज भइरहेको हुन्छ बाहिर। सो द बडी इज कन्सिस्ट अफ बन्डल अफ सेल, डिफ्रेन्ट सेलले बनेको हाम्रो शरीर हो होइन। द बडी इज लाइक अ कार, यो हामीले यसलाई इक्जाम्पलको रूपमा हेर्ने भने हाम्रो कार जो छ हाम्रो शरीर भयो। हामीले कारलाई प्रत्येक 5,000 माइलमा 10,000 माइलमा चाहिँ अथवा निश्चित समयपछि त्यसलाई मेन्टेनेन्स गर्नु पर्यो, अटो उसमा गएर चाहिँ त्यसलाई चेकअप गर्नु पर्यो भनेर भनेर हुन्छु नि। हाम्रो शरीर पनि त त्यही हुने, हाम्रो यो मुटु कलेजो यिनीहरू भने इन्जिन हुन् भित्रका, बाहिर भनेको हाम्रो बडी हो। बडीभन्दा बढी एक्सपोज चाहिँ हाम्रो बडी हुन्छ। र हाम्रो त्यो बडीले चाहिँ भित्र इन्जिनमा के प्रब्लम छ, हार्टमा के प्रब्लम छ, लिभरमा के प्रब्लम छ, कहाँ के समस्या छ भन्ने हामीलाई थाहा हुँदैन। हामी त्यो सबभन्दा बढी एक्सपोज पनि भइरहेको हुन्छ बडी नै होइन, उसले एकदम टर्चर भइरहेको हुन्छ। घाम, पानी, धुप, यो अल्ट्रा रेड लाइट, दुनियाँभरको टक्सिनबाट शरीर घेरेर हुन्छ। त्यही कुरा हाम्रो भित्र गएर हाम्रो शरीरलाई चाहिँ अप्ठ्यारो पारेको हुन्छ। त्यसैले द बडी एक्सपोज टु टर्चर, एकदम टर्चर भइरहेको हुन्छ। द बडी फाइटिङ अगेन्स्ट द गार्बेज विदिन, हाम्रो शरीरभित्र भएको गार्बेजसँग लडिरहेको हुन्छ यसले। सर्टन समय यसले चाहिँ तपाईँलाई सिग्नल पनि दिन्छ, हे दिस इज टु मच, टेक केयर भन्छ। तर वी क्यानट लिसन, हामीलाई थाहै हुँदैन के भनेछ भनेर। सो द बडी लुज द ब्याटल। त्यसपछि के हुन्छ त, शरीरले चाहिँ त्यो गार्बेजसँग, त्यो टक्सिनसँग लड्न सक्दैन, अनि उसले चाहिँ बिस्तारै बिस्तारै ब्याटल, जो युद्ध छ त्यो चाहिँ कम, के अरे उसले चाहिँ हार्दै जान्छ। हार्दै गयो भने यसले चाहिँ तपाईँको शरीरका विभिन्न अङ्गहरूले अन्डर पर्फर्म गर्छ। अन्डर पर्फर्म गयो भने विभिन्न प्रकारका समस्याहरू देखा पर्छन् कालान्तरमा, त्यो आजको भोलि हुँदैन। त्यसैले सजेसन के हो भन्दा, हाम्रो शरीरको पनि हामीले राम्रोसँग हेरचाह गर्नुपर्छ। प्रत्येक 3 महिनामा एकचोटि डक्टर कहाँ जाने, आफ्नो पुरा कहाँ के अप्ठ्यारो छ त्यो हेर्ने, वर्षमा एकचोटि होल बडी चेकअप गराउने होइन। त्यो भनेको बडी, तपाईँले कारलाई जसरी मेन्टेन गराउनु भएको छ, सर्भिसिङ गराउनु भएको छ, त्यसरी आफ्नो शरीरलाई सर्भिसिङ गराउने हो। यो आफ्नो शरीर, के अरे बडीलाई चाहिँ राम्रोसँग हेरचाह गर्ने। सो दिज यो समस्यामा डिएक्सनको प्रोडक्टले तपाईँलाई सपोर्ट गर्छ, बेस्ट सपोर्ट गर्छ। किन भन्दा यो शरीर बिग्रिने भनेको टक्सिन र इम्ब्यालेन्सले हो। त्यो टक्सिन र इम्ब्यालेन्सलाई चाहिँ क्लियर गर्ने भनेको डिएक्सनको ज्ञानोडर्मा नै हो अहिलेसम्मको इतिहासमा। सो डिएक्सएनको मास्टर प्रोडक्ट हामीले जुन अहिले यहाँ 30 वर्षको दौरान जुन विभिन्न कन्ट्रीमा आफ्नो छत्रछाया देखाएको छौँ, त्यसको पछाडिको रिजन भनेको डिएक्सएनको ज्ञानोडर्मा लुसिडमा। सो ज्ञानोडर्मामा के छ त, मेजर एक्टिभ इलिमेन्ट के हुन्छ त भन्दा पोलिसेकेराइड, अर्ग्यानिक जर्मिनियम, एडिनोसिन, ट्राइपेनोइड होइन, अनि त्यसपछि ज्ञानोजर्मिक एसेन्स, र त्योभन्दा पनि बढी अलमोस्ट 400 प्रकारका एलिमेन्टहरू त्यहाँ हुन्छन्, जो हाम्रो हेल्दी लाइफ जिउनलाई आवश्यक पर्ने एलिमेन्ट्सहरू त्यहाँभित्र हुन्छन्। सो ज्ञानोडर्माको प्रोडक्टले चिनिएको, डिएक्सएनलाई ज्ञानोडर्मा कम्पनी भनेर पनि चिनिन्छ। सो हामीसँग भएका प्रोडक्टलाई त्यसलाई कसरी मार्केटमा अथवा तपाईँको घर दैलोसम्म कसरी पुर्याएका छौँ भन्दा आरजी र जिएलको माध्यमले पुर्याएका छौँ। सो आरजी र जिएलमा चाहिँ बेसिकली केही भिन्नता छैन, तैपनि यो बढी जसो पोटेन्ट केमा छ त भन्ने कुरा। जस्तै अब आरजीको कुरा गर्नुहुन्छ भने यो बढी जसो डिटक्सिफिकेसनको काम गर्छ। किन डिटक्सिफिकेसनको काम गर्छ भन्दा, विषादीहरूलाई फाल्ने काम किन गर्छ भन्दा यसमा ट्राइपेनोइड हुन्छ, ट्राइटर्पिनोइड हुन्छ, एडिनोसिन हुन्छ, पोलिसेकेराइड्स हुन्छ बढी मात्रामा। तिनीहरूको काम भनेको डिटक्सिफिकेसन, विषादीहरूलाई बाहिर फाल्ने काम गर्छ। त्यसपछिको अर्को भनेको जिएल इज द मोर पोटेन्ट इन, यसले चाहिँ ब्यालेन्सको काम गर्छ। अब आरजी कहाँबाट बनाइएको हुन्छ, जिएल कहाँबाट बनाइएको हुन्छ भन्दा त, जो आरजी हुन्छ यो फ्रुट पार्टबाट, यहाँ हेर्नुहुन्छ डार्क हुन्छ यो फ्रुट माथिको होइन, त्यो पार्टबाट बनाएको आरजी भयो, जसको काम डिटक्सिफिकेसन। अर्को रुटबाट बनाइएको चाहिँ जिएल, ग्यानोसिलियम जो भन्छ जिएल, त्यसको मेन काम भनेको ब्यालेन्स गर्ने। सो यसमा किन ब्यालेन्स गर्ने हो भन्दा यसमा म्याक्सिमम मात्रामा, धेरै मात्रामा अर्ग्यानिक जर्मिनियम हुन्छ, ग्यानोडर्मिक एसिड हुन्छ, पोलिसेकेराइड हुन्छ, मिनरल हुन्छ, भाइटामिन हुन्छ। त्यो भएको हुनाले यसले चाहिँ बढी ब्यालेन्स गर्ने काम गर्छ। सो त्यसैले डिएक्सएनले प्राय जसो आरजी र जिएललाई कम्बाइनमा ल्याऊ भन्छ, त्यसले चाहिँ राम्रो काम गर्छ। उता ब्यालेन्स पनि गर्छ, उता डिटक्सिफाई पनि गर्छ। पहिला डिटक्सिफाई गर्छ, एट द सेम टाइम
जिएलले चाहिँ ब्यालेन्सको काम चाहिँ सुरु गरिसकेको हुन्छ। त्यसैले कसैलाई एकदम एलिमेन्टल रिफ्लेक्सनहरू देखिन्छ यो खाइसकेपछि, कसैले एलिमेन्टल रिफ्लेक्सन देखिँदैन। किन भन्दा आरजीले जिएल हामीले सँगै खाएका हुन्छौँ। एट द सेम टाइम उसले चाहिँ डिटक्सिफाई गर्ने बेला नै यसले चाहिँ ब्यालेन्स गर्न थालिसकेको हुन्छ। त्यो भएको हुनाले धेरै लामो समयसम्म तपाईँको एलिमेन्टल रिफ्लेक्सन जो बिरामीका प्रतिबिम्बहरू छन् तिनीहरू देखिँदैन। सो त्यसपछि स्पाइरुलिना, यसको वान अफ द बेस्ट सप्लिमेन्ट भनेको, किन यो त कम्प्लिट फुड हो। गुड क्वालिटी अफ प्रोटिन छ, गुड क्वालिटी अफ कार्बोहाइड्रेट छ, गुड क्वालिटी अफ फ्याट छ, फाइबर यसमा छ, फाइटोन्युट्रिन्ट्सहरू यसमा छ, भाइटामिनहरू छ, क्लोरोफिल छ। फुड अर्केस्ट्रा हो क्या, टोटली फुल अर्केस्ट्रा। र यो टोटली भेगन हो। त्यो भएको हुनाले जो कोहीले पनि प्रयोग गर्न सक्नुहुन्छ स्पाइरुलिना। यो वान अफ द बेस्ट फुड इन 2020 सेन्चुरी भनेर 1980मा नै चाहिँ यसलाई फोरकास्ट गरिएको छ। इभन अहिले चाहिँ स्पेस ट्राभलहरूले पनि यसको प्रयोग गर्छन् स्पाइरुलिनाको। सो त्यसैले डिएक्सएनको प्रोडक्ट थुप्रै ठाउँमा देखिन्छ। र अर्को कुरा आयो, यो डिएक्सएनको जुन ग्यानोडरमा छ, यो एडाप्टोजिन हो यो। किन ग्यानोडरमा इज अ पावरफुल एडाप्टोजिन हो, यो छिटो एडाप्ट गर्छ। किन यो कसरी यसले प्रुभ भएछ भने डक्टर हेन्स सेली भन्ने जो नोबल प्राइज विजेता हुनुहुन्छ, उनले चाहिँ डिएक्सनको त नभनौँ, ज्ञानोडर्माको बारेमा उनले के भनेको छन् भन्दा उनको रिसर्चमा, जसमा उनले नोबल के अरे उनको रिसर्चमा के भनेको छ भन्दा एज एन एडाप्टोजिन ज्ञानोडर्मा इज नट टक्सिन। एडाप्टोजिन भनेको हाम्रो शरीरमा जाँदछ, उसले सबै अर्गनहरूले रिकगनाइज गर्छ र एडाप्ट गर्छ, त्यहाँ उसले आफ्नो काम गर्न थाल्छ। र यो चाहिँ कुनै प्रकारको टक्सिन छैन यसमा। not limited to special organ or tissue has overall normalizing effect. सो हाम्रो टिस्युमा अर्गनमा कुनै पनि ठाउँमा यसले चाहिँ टक्सिनको काम गर्दैन अथवा विषादी यसले अल्टर काम गर्दैन। कुनै पनि प्रकारको तपाईँले साइड इफेक्टहरू यसले गर्दैन भनेर नोबल प्राइज विनर डाक्टर ह्यान्ड सेलीले पनि आफ्नो रिसर्च किताबमा चाहिँ कोट गरेकी छन्। सो वान अफ द स्ट्रङ एडाप्टोजिन। सो ज्ञानोडरमा र ड्रगको बारेमा यहाँहरूले भन्नुभयो भने आफ्नो शरीरलाई स्वस्थ राख्ने माध्यमहरू के हुन् त भन्दाखेरि डिफ्रेन्ट अप्रोचहरू छ ड्रग र ग्यानोडर्माको बारेमा। होइन, ड्रगमा केमिकल हुन्छ, सेन्थेटिक हुन्छ, साइड इफेक्टहरू भइरह हुन्छ। त्यसले ड्रगले चाहिँ जुन तपाईँलाई बिरामी छ त्यसैको मात्रै क्योर गर्छ। होइन, स्पेसिफिक हुन्छ, डायबिटिजको एउटा, हाइपरटेन्सनको एउटा, रुगाको एउटा, खोकीको एउटा, जति बिरामी त्यति ड्रग ड्रग हुन्छन्। टार्गेट स्पेसिफिक भयो, डिजिज ओरिएन्टेड हुन्छ, उसले डिजिजलाई ट्रिट गर्छ ड्रगले। ह्युमेन टेक्नोलोजी युज गरेको हुन्छ, त्यसमा सिङ्गल मोलिकुल हुन्छ। ओभरडोज जति बिरामी त्यति प्रकारको डोजहरू लिनुपर्ने हुन्छ। होइन, तर ज्ञानोडरमा जो नेचुरल फुड छ, यो चाहिँ नेचुरल फुड हो। यो धेरै जसो साथीहरूले यसलाई ट्याब्लेटमा क्याप्सुलमा राखेको हुनाले यो ड्रग भन्छन् नेपाली इन्डियन साथीहरूले। होइन, तर दिस इज नट ए ड्रग, यो चाहिँ सप्लिमेन्ट हो। सो यो नेचुरल छ, जो प्रकृतिमा पाएको छ त्यसैलाई तपाईँको घर दैलोसम्म पुगेछ। एलिमेन्टल रिफ्लेक्सन देखाउन सक्छ। अघि पनि मैले कुरा गरेँ, यसले सर्टन समय तपाईँले प्रयोग गर्नुभयो भने तपाईँलाई त्यो बिरामी स्क्यान गरेर तपाईँले यो समस्या छ है भन्ने खालको देखाउनलाई चाहिँ यो एलिमेन्टल रिफ्लेक्सन हुनसक्छ। त्यसको समय लामो हुँदैन, हप्तादेखि 15 दिनभित्र त्यो आफै सकेर जान्छ। त्यति बेला त्यो डिएक्सएनको आरजिजिएल कन्ज्युम गर्ने साथीले चाहिँ बढीभन्दा बढी लिक्विड प्रयोग गर्नुपर्ने हुन्छ। होइन, यसको काम चाहिँ प्रिभेन्सन हो। क्यानोडर्माको स्पेसली डिएक्सनका जति पनि प्रोडक्टहरू छन् यिनीहरूले प्रिभेन्ट गर्ने हो, तपाईँलाई ठुलो रोग व्याधिबाट जोगाउने काम हो। त्यो जोगाउने काम तपाईँ अहिले गर्नुहुन्छ भने भोलिलाई सजिलो हुन्छ। नभए अहिले पैसा मात्रै जोगायौँ, हामीले आउने खतरालाई भिजुलाइज गऱ्यौँ, त्यसले चाहिँ भोलि हामीलाई ठुलो समस्या हुन्छ भनेर, त्यो भयो भने आफूले जति कमाएको छ त्यो सबै हस्पिटल डक्टरले मात्रै हुन जान्छ। सो ओभरअल नर्मलाइजिङ इफेक्ट छ यसको। होइन, एक ठाउँमा मात्र होइन कि सबै ठाउँमा यसले काम गर्छ। किन सेल लेभलमा काम गर्ने भएको हुनाले बडी वेलनेसको लागि यसले काम गर्छ। नेचुरल टेक्नोलोजी हो यसमा। ग्यानोडर्मामा मोर देन 400 एलिमेन्ट जो छन्, जो हाम्रो शरीरको लागि चाहिँ अत्यन्त आवश्यक चाहिने कुराहरू यसमा राखेको हुन्छ। एनी युजेस, नो कन्जम्सन। सो यो जुनसुकै व्यक्तिले जसरी पनि प्रयोग गर्न सक्छ, यसमा कुनै प्रकारको साइड इफेक्टहरू छैन यसमा। सो त्यसैले हामीले के गरेछौँ, डिएक्सनले यसलाई चाहिँ कफीमा प्रयोग गराएको छौँ, यसलाई चाहिँ सप्लिमेन्टमा प्रयोग गराएको छौँ, यसलाई उसमा के अरे सिरियलहरूमा
यसमा राखिएको छ। हर माध्यमले तपाईँको शरीरमा चाहिँ ज्ञानोडर्मालाई चाहिँ इन्टर गराएको छ। सो कफी र ज्ञानोडर्मामा दुइटैको आफ्ना आफ्ना फाइदा छन्। कफीको फाइदा भनेको एन्टी स्ट्रेस हो, हाई पेनिट्रेटिङ पाउडर हो, साइकोसोमेटिक इफेक्ट गर्छ, यसले डायरेटिक इफेक्ट गर्छ, फास्ट कन्ज्युमिङ फुड हो। वान अफ द फास्टेस्ट कन्ज्युमिङ फुड भनेको आफ्टर वाटर चाहिँ कफी हो। त्यस्तै ज्ञानोडर्माको फाइदा के त, यो हाइली न्युट्रिसियस भ्यालु भएको छ, डिटोक्सिफिकेसन काम गर्छ यसले, यसले ब्यालेन्सको पनि काम गर्छ, एन्टिअक्सिडेन्ट छ, ग्रेट एडाप्टोजिन हो, रिच इन इन्जाइम छ। त्यो भएको हुनाले लिन्जी कफी 3 इन 1 चाहिँ हामीले प्रयोग गर्ने हो भने यो दुइटैलाई कम्बाइन गरेर 1:1 पुगेको छ, यति फाइदा भएको हुनाले। पाँचवटा फाइदा यहाँ, छवटा फाइदा यहाँ भनेपछि त्यसैले यसलाई चाहिँ 1:1 भनिएको। त्यस्तै कडिसेप छ। कडिसेपमा चाहिँ यार्सा गुम्बाको पाउडर, त्यसमा कफी पाउडर र कडिसेपको एक्सट्र्याक्ट मिलाएको हुनाले युनिक फर्मेसन, मेक स्मुथ एन्ड एरोमेटिक कफी जस्ट अप योर डे। है, बिहान तपाईँ लिनुभयो भने तपाईँको पुरा दिनभरि बेग्लै प्रकारको एनर्जाइज भएर बस्न सक्नुहुन्छ बिहान साँझ। सो कोकोजी वान अफ द बेस्ट ड्रिङ्क फर किड, सुत्केरी आइमाईलाई एकदम राम्रो हुन्छ भन्ने भनेको छ। किन भन्दा यसमा धेरै प्रकार न्युट्रिसनल भ्यालुहरू छ, एन्टिअक्सिडेन्ट हो, यो अल्कलाइन ड्रिङ्क हो, इन्जाइम ड्रिङ्क प्रचुर मात्रामा पाउँछ। कम्पेरिजन विथ द सफ्ट ड्रिङ्क है, सफ्ट ड्रिङ्कमा के हुन्छ त, पहिलो कुरा त एसिडिक भयो, यसमा पाइने प्रकारका ती शरीरलाई राम्रो हुने इन्ग्रेडियन्ट त्यहाँ हुँदैन। त्यसले गर्दा सफ्ट ड्रिङ्कको ठाउँमा बच्चाहरूले चाहिँ कोकोजी लिनुभयो भने उसको लागि धेरै राम्रो हुन्छ। फिचर यसमा ज्ञानोडर्मा पनि छ, को ऊ छ, कोका टीबाट निकालेको त्यो कोकाको पनि एक्सट्र्याक्ट छ। कोका बिन विथ थियोबन्ड, कोका टी इज ए नेचुरल ट्रीबाट बनाएको चाहिँ कोका एउटा एक प्रकारको हेल्दी ड्रिङ्क छ। सो सफ्ट ड्रिङ्क एसिडिक हुन्छ, कन्टेन्ट फ्री रेडिकल, एम्प्टी क्यालोरी, पुवर न्युट्रिसन, तर कोकोजीमा अल्कलाइन, नन फ्री रेडिकल, लो क्यालोरी, गुड न्युट्रिसन। सो ह्याभ अ कोका। सो लिन्जी कफी 3 इन 1, लिन्जी कफी 3 इन 1मा के हुन्छ त, फाइनेस्ट क्वालिटी अफ कफी पाउडर, 100% प्योर ज्ञानेडरमा, नो आर्टिफिसियल कलरिङ फ्लेभरिङ के पनि छैन, थोरै कफी बिनको पाउडर र ज्ञानेडरमा, त्यसका साथै कन्टेन सुगर एन्ड लो फ्याट क्रिम, रिड्युस स्ट्रेस एन्ड डेली लाइफ। 3 इन 1, वान अफ द बेस्ट सेलिङ कफी इन युएसए। यो चाहिँ कफी 3 इन 1, कफी 3 इन 1 लाइट, कडिसेप एन्ड ब्ल्याक कफी इज द मोस्ट सेलिङ कफी इन युएसए भन्न सकिन्छ, अनि वर्ल्ड वाइड पनि भन्दा हुन्छ। सो लिन्जी ब्ल्याक कफी contain Ganoderma extract. The ingredients are easily dissolved, produce an excellent aromatic beverage. 1 cup Linji 2 in 1 coffee refresh your mood. No sugar, no milk. Help diabetic patient reduce joint pain. Joint pain reduce गर्न मा पनि यसले हेल्प गर्छ। यसका साथसाथै तपाईँको वेट लस गर्नमा पनि यसले हेल्प गर्छ। यसका अरू धेरै कुराहरू पनि छन् जो जस्ट ब्ल्याक कफीको कुरा गर्ने हो भने। Mm. त्यसपछि मोरेन्जी, वान अफ द बेस्ट सप्लिमेन्ट। मोरेन्जी इज अ मोडल मेड फ्रम नोनी फ्रुट, रसली फ्रुट होइन, ओन कल्टिभेसन, आफ्नै कल्टिभेसनबाट बनाएको नोनीको रुखबाट, नौनीको पेड हुन्छ कि एक प्रकारको, नौनी जुसमा देखाएको सानो हर्ब हो। सानो हुनाले 5-6 फिट जतिको मात्रै हाइट हुन्छ यसको रुखको होइन। त्यसपछि रोसली फ्रुट पनि यसमा मिसाएको हुन्छ। सो म्यानुफ्याक्चर इन हाउस, आफ्नै हाउसमा बनाएको, रिच इन नेचुरल इन्ग्रिडियन्ट, एडिसनल आर्टिफिसियल, यसमा कुनै पनि प्रकारको एडिटिभ, आर्टिफिसियल फ्लेभरिङ, कलरिङ, प्रिजर्भेटिभ केही पनि हुँदैन। त्यसैले कतिपय यो प्रयोगकर्ताहरूले यो कुनै प्रकारको सुगन्ध केही टेस्टै हुँदैन, यो कसरी खाने भन्ने हुन्छ होइन। तर के गर्ने, यसलाई यसमा कुनै पनि प्रकारको आर्टिफिसियल कलरिङ, फ्लेभरिङ अथवा त्यो केही पनि नमिसाएको हुनाले तपाईँलाई त्यस्तो लाग्ने हो। प्योर अर्ग्यानिक भएको हुनाले यसका बेनिफिट के, डाइजेसनमा तपाईँलाई हेल्प गर्छ, तपाईँको ब्लड सर्कुलेसनमा हेल्प गर्छ, फ्री रेडिकलबाट जोगाउँछ, हेल्प टु सपोर्ट द डिफेन्स सिस्टम, तपाईँको शरीरको डिफेन्स सिस्टममा यसले हेल्प गर्छ, हेल्प टु लोवर ब्लड प्रेसर। र यसलाई चाहिँ केटी मान्छेको साथी पनि भन्छ कि आइमाईहरूको। किन भन्दा हाम्रो चेली नानीको जब महिनावारी हुने समय हुन्छ त्यति बेला उहाँहरूको थुप्रै इमोसनल, साइकोलोजिकल, फिजिकल धेरै कुराहरूमा चेन्ज भइरहेको हुन्छ, मेटाबोलिजिकली धेरै कुराहरूमा चेन्ज भइरहेको हुन्छ होइन। त्यस्तो बेला मोरेन्जीले चाहिँ राम्रो काम गर्छ। सो अर्को चाहिँ वान अफ द बेस्ट प्रोडक्ट
अर्ग्यानिक सप्लिमेन्ट माइक्रोभेजी। इट्स अ मिक्सचर अफ भेजिटेबल मसरुम हर्ब्स एन्ड स्पाइस। यो सबै कुराहरू यसमा मिक्स छ। 7 प्रकारका मसरुम, लगभग 17 प्रकारका स्पाइस र हर्ब्सहरू यसमा राखिएका हुन्छन्। बेसिकली यो चाहिँ तपाईँको कन्स्टिपेसनको प्रब्लम छ, तपाईँको एलिमेन्ट्री कनाललाई सफा गर्नु छ, तपाईँको दिशा गर्दा एकदम अप्ठ्यारो छ, तपाईँले कन्दा ब्लड आउँछ भने पनि तपाईँले यसलाई प्रयोग गर्नुहोस्। र अर्को बेस्ट पार्ट भनेको तपाईँको बडी वेट घटाउनु छ भने पनि तपाईँले माइक्रोभेजीको प्रयोग गर्नुभयो भने यसले चाहिँ वान अफ द बेस्ट रिजल्ट दिन्छ। यसको एउटा स्कुपमा 5 ग्राम हुन्छ होइन, त्यो भित्रको चम्चामा, त्यसमा 3.79 ग्राम चाहिँ फाइबर हुन्छ 5 ग्राममा पनि, भनेपछि लगभग 80% बढी फाइबर हुन्छ। अ, त्यो फाइबरले हाम्रो शरीरभित्र भएका सुरु लार्ज इन्टेस्टाइन, स्मल इन्टेस्टाइन हुँदै लार्ज इन्टेस्टाइनमा गएर त्यहाँभित्र भएका वर्षौँदेखि बसिरहेका डेब्रिजहरू, फोहोरहरूलाई यसले चाहिँ बाहिर फाल्ने काम गर्छ। तपाईँको एलिमेन्ट्री कनाललाई सफा गर्छ। वान अफ द हेल्दी तपाईँको अल्कलाइन फुड भन्दा हुन्छ यसलाई। सो त्यस्तै डिएक्सएन प्रोडक्टको बारेमा, सप्लिमेन्टको बारेमा कुरा गर्ने हो भने डिएक्सएन प्रोडक्ट्स आर नेचुरल, रिलायबल, for wellness, unique of its kind, quality premium product, fast moving consumable product, र these all product are reliable, affordable, trendsetter, business oriented. So be a product of the product, नो एप्रुभ थेरापेटिक क्लेम यसमा केही छैन। तपाईँ प्रोडक्टको प्रोडक्ट भएर जानुहोस्। त्यो प्रोडक्टको प्रोडक्ट हुनालाई के गर्नु पर्यो त भन्दा तपाईँले पहिला आफूले प्रयोग गर्नु पर्यो। किन? तपाईँले आफूले प्रयोग गर्नुभयो, तपाईँलाई राम्रो लागेपछि मात्रै तपाईँ अरूलाई भन्न सक्नुहुन्छ। तपाईँलाई राम्रो लागेन, तपाईँले त्यसले भनेको डिजायर तपाईँलाई रिस्पोन्स दिएन भने तपाईँले बाहिरबाट जतिसुकै राम्रो भने पनि तपाईँले त्यो कन्फिडेन्सले साथीहरूको माझ भन्न सक्नुहुन्न, अनि तपाईँको बिजनेस फेलियर हुन्छ। सो त्यसैले पहिला प्रोडक्टको प्रयोग गरौँ, सप्लिमेन्ट प्रयोग गरौँ, अनि त्यसपछि अरू साथीहरूलाई भनौँ। अँ, त्यस्तै अब यो डिएक्सएनको प्रोडक्टको मात्रै होइन कि यो ओभरअल यो हर्बल मार्केटको कुरा गरेको होइन। डब्लुएचओमै डब्लुएचओले भनेको त्यति बेला नै 80 मिलियन, 80 बिलियन डलरको बिजनेस हुन्छ भनेर 2020मा सम्ममा यति हुन्छ। 20 त्यसपछि चाहिँ त्यसपछि तपाईँको 200 बिलियन 2008मा, र 50 ट्रिलियन भन्दा बढी चाहिँ 2050सम्ममा हुन्छ भनेको छ होइन। तर यो रेसियो अहिलेको हिसाबले हेर्ने हो भने, मैले अरू नेचुरल हर्बल कम्पनीको मैले कुरा गरेन, जस्तै डिएक्सनको मात्रै कुरा गर्ने हो भने हामीसँग 15-16वटा फ्याक्ट्री छ होइन। लगभग 12-15वटा कन्ट्रीमा हाम्रो अलरेडी सेम फेसिलिटी सुरु भइसकेछ। भनेपछि यो हिसाबले हेर्ने हो भने यो 50 ट्रिलियन भन्दा पनि कता कता धेरै माथि जाने यसको बिजनेस छ। सो अहिले अप्ठ्यारो अवस्था छ, टेरिफ वारले गर्दा हामीले प्राइस बढाउनु परेको छ, केही छैन, यो समयमा साथ दिनुहोस्। भोलिको फ्युचर तपाईँको छ, किन भन्दा यो प्रोडक्टले बोल्छ, तपाईँले बोल्नु पर्दैन, प्रोडक्टले बोल्छ। आफूलाई राम्रो भएको कुराहरू भन्नुहोस् र आफ्नो व्यवसायलाई बढाउनुहोस् भन्दै आजको यो सानो प्रेजेन्टेसनबाट मैले अब बिदा माग्ने अनुमति चाहन्छु। थ्याङ्क यू। लेट्स जोइन ह्यान्ड टु प्रमोट हेल्दी वेल्दी सोसाइटी। किन भन्दा तपाईँ आफू मात्रै होइन, आफ्नो पुरा सोसाइटीलाई, आफ्नो पुरा घर परिवार सबैलाई हेल्दी वेल्दी बनाउने चाहिँ प्रयास गरौँ भन्दै थ्याङ्क यू सो मच। यो कार्यक्रम, यो सानो प्रेजेन्टेसनमा सहभागी भइदिनु भएकोमा धेरै धेरै धन्यवाद। फेरि पनि हामी तुरुन्तै अर्को कार्यक्रममा, अर्को प्रेजेन्टेसनमा यहाँहरूलाई चाहिँ इन्भाइट गर्न चाहन्छु। अर्को प्रेजेन्टेसन हाम्रो एउटा युवा नेत्री नेता हुनुहुन्छ डिएक्सएनको, मङ्गली माया सुब्बा, उहाँको प्रेजेन्टेसन छ। उहाँले चाहिँ स्पेसली तपाईँको स्किनसँग रिलेटेड प्रोडक्टहरूले को बारेमा कुरा गर्नेछन्। यति भन्दै म आजको फेसबुक लाइभबाट डिएक्सन युएसएको तर्फबाट सम्पूर्ण साथीहरू जो यहाँ आबद्ध हुनुभएको छ, आफ्नो अमूल्य समय दिनुभएको छ, उहाँहरू सबैलाई गुड मर्निङ डिएक्सन भन्दै, बी ह्याप्पी बी हेल्दी, सी यु सुन भन्दै आजको यो लाइभ प्रेजेन्टेसनबाट बिदा माग्ने अनुमति चाहन्छु। थ्याङ्क यू। गुड मर्निङ डिएक्सन।